लो लो स्टार्ट। हेलो गुड आफ्टरनुन गाइजहरु। अब म चाहिँ यहाँ काम गर्दैछु बारीमा बट यहाँ। ओए काले उता जा, यसले सबै कुल्ची हो मेरो। कोपीमा माटो लाउँदैछु। अब ढिलो भएछ कोपी माटो लाउनु साथीहरु। तपाईहरु पनि यहाँ बस्तीमा बसेर चडक्कै बस्तीको काम गर्नुहोस्, कोपी रोप्नुहोस्, साग रोप्नुहोस्। स्वास्थ्यलाई पनि राम्रो हुन्छ, फ्रेस खानेकुरा पनि पाइन्छ, बेसी भयो बेच्नु पनि पाइन्छ। तपाईहरु कोपी रोपेर चाहिँ अलि ठुलो भएपछि यसरी टक्कै गोडेर माटो हाल्नुपर्छ। माटो उठाइसकेपछि तपाईहरुले टक्कै मल हाल्नुपर्छ। गौमूत्र अथवा तपाईहरुले मल बनाउने, घरमा मल छैन भने मल बनाउने तरिका म तपाईहरुलाई यही भिडियो मार्फतै सिकाइहाल्छु। तपाईलाई अलिकति बेसन ल्याउनुहोस्, त्यहाँबाट पिना गाईको गोबर 1-2 थाप्रा भए 1 किलो जस्तो भए तपाईले एउटा ड्रममा पिना, त्यहाँबाट त्यो बेसन गाईको मल्ती हालेर पानीमा भिजाउनुहोस्। अनि 6-7 दिन जस्तो राख्नुहोस्। त्यहाँबाट कम्ती पानीमा फिटेर लगेर सबै सागको कोपीको फेदमा सुरुक लगाइदिनु। बेसी नलाउनुहोस्, तपाईहरुलाई मलको त्यस्तो दुःख हुँदैन। मान्छेहरूले मल बनाउनुको अल्छीले सागसब्जी रोप्नु छोडिहाल्यो। तपाईलाई घरमा बसी सजिलो मल बनाउने आइडिया दिएको मैले। सागसब्जी रोपेपछि चाहिँ यो सागसब्जीको फेदमा चाहिँ ध्यान दिनु पर्यो। पुरा जरा फेदमा चाहिँ तपाईको यो झार जङ्गल झारहरू उम्रिन दिनु हुँदैन। त्यसले मल खाइदिन्छ। मल खायो भने सब्जीमा लाग्दैन। त्यसलाई पुरा ध्यान दिएर काम गर्नुपर्छ। नत्र रोपिराखेर मात्रै फल्दैन साथी हो। त्यसलाई गोडमेल पनि गर्नु पर्यो, अनि मात्रै फल्छ। यतापट्टि मेरो अस्ति यहाँ तोरी थियो, मुला थियो। तोरी उखेलेर सबै हामीले बेच्यो। अब मुला छ। यो मुला पनि यसलाई पानी दिने बेला हुँदैछ।